नमस्कार साथीहरू, रात्रिकालीन अभिवादन। साथीहरू, आज म मेरो आफैसँग सम्बन्धित एउटा सानो भिडियो बनाउँदैछु। आज चाहिँ मेरो लागि अलि विशेष दिन पनि रहेको छ। त्यसैले आज म अलिकति खुसी पनि छु। किन भन्दाखेरि आज चाहिँ मेरो स्यालेरी आएको दिन हो। अब एउटा कामदारलाई आफ्नो महिनाभरि काम गरेर स्यालेरी आएको दिन अलिकति विशेष त लागिहाल्छ, खुसी पनि लाग्छ हैन। चाहिँ साथीहरू, म तपाईँहरूलाई आज चाहिँ मेरो स्यालेरी कति आयो भनेर म यसो यहाँ देखाउन गइरहेको छु है त। अब हामी दुईजना साथीहरू चाहिँ त्यहाँ तल एटिएम मेसिनसम्म जान्छौँ र आज अलिअलि अब यसो रासनको सामानहरू पनि किन्न परेको छ, सामानहरू सकिरहेछ। त्यहीँ मार्केटमा पनि जान्छौँ, अलिअलि सपिङ पनि गर्छौँ। अलिअलि अब स्यालेरी आएको दिनमा अलिअलि खुसी पनि लागिरहेछ, त्यही भएर अलिअलि सपिङ पनि हान्नु परेको छ। कुवेतमा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू कार्यरत हुनुहुन्छ। यो विगत अलिकति भनौँ यो 10-12 वर्ष पहिला चाहिँ खासै यहाँ त्यति थिएनन्, धेरै कम थियो। तर अहिले चाहिँ धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ एकदम धेरैभन्दा धेरै हुनुहुन्छ। र यहाँ एभरेजमा नेपालीहरूले कमाउने भनेको चाहिँ त्यही 200 देखि 300 केटीसम्म यस्तै हो। अब कसैले आफ्नो अलिकति क्षमताअनुसार कम कमाउने, बेसी कमाउने त्यो त सधैँ छ, त्यो आफ्नो ठाउँमा छ। तर प्रायः एभरेजमा चाहिँ यहाँ नेपालीहरूले कमाउने भनेको 200 देखि 300 केटीसम्म हो। यहाँको पैसा कुवेती दिनारलाई चाहिँ एकदम यो विश्वकै सबभन्दा महँगो पैसा हो। त्यही भएर चाहिँ विश्वको धेरै देशका मानिसहरू चाहिँ यहाँ काम गर्न आउँछ र विश्वका धेरै देशका मान्छेहरूको लागि यो आकर्षक रोजगारको एउटा थलो पनि हो। यहाँ चाहिँ प्रायः नेपालीहरूले गर्ने काम भनेको यो होटल लाइन सम्बन्धी, ड्राइभिङ सम्बन्धी, यो मार्केटिङ लाइनमा र घराइसी कामहरूमा पनि नेपालीहरू हुनुहुन्छ। मेरो बारेमा भन्नुपर्दा चाहिँ म चाहिँ अल्मुजेनी एक्सचेन्जमा काम गर्छु। मेरो काम भनेको मनी ट्रान्सफर गर्ने काम हो। हाम्रो अल्मुजेनी एक्सचेन्जबाट चाहिँ विश्वको जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिन्छ है। हेलो साथीहरू, अब चाहिँ हामी उता नेक्स्टतिर त्यहाँनिर चाहिँ त्यहाँ एटिएम छ। एटिएममा गएर चाहिँ यसो स्यालेरी यसो हेर्नु पऱ्यो भनेर चाहिँ अब त्यतातिर जानु लाग्यो। अलिअलि त्यता किनमेल पनि गर्नु छ है। अब चाहिँ हामी हिँड्न लाग्यो दुईजना साथी। यहाँ त रातिको अहिले करिब 12 बजिसक्यो। तै पनि गर्मी नै छ है, खासै त्यस्तो शीतल चाहिँ भएको छैन। कुवेतमा चाहिँ धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ वैदेशिक रोजगारको सिलसिलामा आइसक्नु भएको छ। धेरै नै हुनुहुन्छ पहिलाको तुलनामा त। यहाँ सरदर नेपालीले कमाउने भनेको चाहिँ त्यस्तै हो, 200 दिनारदेखि 300 दिनारसम्म लगभग त्यस्तै हो। अब कोहीले आफ्नो क्षमताअनुसार अलिअलि थपघट त भइहाल्छ। नर्मल एभरेजमा कमाउने भनेको चाहिँ त्यही हो, 200 देखि 300 दिनार नै हो। आज चाहिँ हाम्रो स्यालेरी आइसकेको छ। हाम्रो स्यालेरी कति आयो भनेर म चाहिँ हिँड्न गइरहेको छु। यो चाहिँ मेरो 1 महिनाको स्यालेरी हो, 366 दिनार आएको रहेछ। साह्रै खुसी लाग्यो। 1 महिनाभरि दुःख गरेर यसरी आउँदाखेरि चाहिँ खुसी लाग्छ। त्यसरी धेरै नेपालीहरू म जस्तै गरी यहाँ कुवेतमा काम गर्नुहुन्छ, नेपाली दाजुभाइ दिदीबहिनीहरू यसरी 1 महिनाभरि दुःख गरेर यसरी स्यालेरी आउँदा चाहिँ खुसी लाग्यो है। 366 आएको रहेछ, एकदम धन्यवाद, थ्याङ्क गड। अहिले चाहिँ हामी यहाँ ग्रान्ड हाइपरमा आइसकेका छौँ। अलिअलि आज सपिङ पनि गर्नु छ, त्यही भएर चाहिँ अनि अलिअलि सामान पनि लानु पऱ्यो भनेर यहाँ ग्रान्ड हाइपरसम्म आइसकेका छौँ। आज स्यालेरी पनि आएको दिनमा सट्ट लाएर यसो खुसी भएको बेलामा अलिअलि केही सामान पनि लिएर जाउँ भन्ठानेको। सबै चामलको लाइन रहेछ यहाँ चाहिँ। हाम्रो यता आऊ न, यता आऊ न, यता आऊ। यहाँ चाहिँ सबै चिकनको लाइन रहेछ। यसरी यहाँ चाहिँ फ्रोजन चिकन हुन्छ। हाम्रो नेपालको जस्तो फ्रेसहरू पाउन त पाउँछ उतापट्टि अर्को साइडमा, यहाँ चाहिँ पाउँदैन। यहाँ चाहिँ यस्तै सबै फ्रोजनै हो यहाँ पाउने भनेको। उतापट्टि यस्तो आइटमहरू छ।
यतापट्टि चक्लेटको आइटमहरू चाहिँ यता रहेछ। यो सबै चक्लेट आइटमहरू हो। त्यही लानुपर्ने। जर्सी राम्रो छैन त्यो त। यहाँ लेडिज क्यापहरू राम्रो रहेछ बरु यतापट्टि। यहाँ यसरी ब्ल्याङ्केटहरू रहेछ यहाँ चाहिँ सबै ब्ल्याङ्केटहरू। यहाँ फर्मवाला पनि छ राम्रो राम्रो फर्मवाला। यतापट्टि पुरा किचनका आइटमहरू छन्। राम्रै छ त चाहिँ मैले कति